नमस्कार। म यहाँ यो सम्बोटा लिपिको चाहिँ अस्ति हामीले जम्मा 30 वटा अक्षरहरू पढेका थियौं, जसमा 30 वटा अक्षर मध्ये सबै अक्षरमा नेपालीमा जस्तै मात्रा लाग्ने गर्छ, जसमा त्यस मात्रालाई चाहिँ सम्बोटा लिपिमा यो इकारलाई किगु, त्यसैगरी उकारलाई स्याप्क्यु, त्यसैगरी एकारलाई डेङ्गु र उकारलाई नारो भनिन्छ। अब त्यसैगरी का किगु कि अनि का स्याप्क्यु कु, का डेङ्गु के का नारो को। हामी यसरी नै पढ्न सक्छौं। का किगु कि, का स्याप्क्यु कु, का डेङ्गु के, का नारो को। हस्त, धन्यवाद।